सङ्घीय सरकारले आगामी आर्थिक वर्ष 2083-84का लागि स्थानीय तहहरूलाई विनियोजन गरिएको बजेट सार्वजनिक गरेको छ। यस अन्तर्गत लाहान नगरपालिकाले सिराहा जिल्लामै सबैभन्दा बढी 68 करोड 17 लाख रुपियाँ प्राप्त गर्ने भएको छ। विनियोजित बजेटमध्ये वित्तीय समानीकरण अनुदानतर्फ 20 करोड 63 लाख रुपियाँ, सशर्त अनुदानतर्फ 45 करोड 14 लाख रुपियाँ, विशेष अनुदानतर्फ 1 करोड 75 लाख रुपियाँ तथा समपूरक अनुदानतर्फ 45 लाख रुपियाँ प्राप्त हुनेछ। सिराहा जिल्लाका अन्य प्रमुख स्थानीय तहमध्ये सिराहा नगरपालिकाले 63 करोड 24 लाख रुपियाँ तथा गोलबजार नगरपालिकाले 44 करोड 60 लाख रुपियाँ बजेट प्राप्त गर्ने भएका छन्। यससँगै लाहान नगरपालिका जिल्लामै सबैभन्दा बढी बजेट प्राप्त गर्ने स्थानीय तह बनेको छ। सङ्घीय सरकारबाट प्राप्त हुने यो बजेट शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा अन्य पूर्वाधार विकासका कार्यक्रम सञ्चालनमा खर्च गरिने अपेक्षा गरिएको छ। प्राप्त बजेटलाई विकास निर्माण तथा जनमुखी कार्यक्रमहरूमा प्रभावकारी रूपमा उपयोग गर्न सकेमा नगरको समग्र आर्थिक, सामाजिक तथा भौतिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।